टालेको छ चारवटा छैन रहेछ यहाँ टालेको छ सर त घुमिँदैन हौ यो टालिसकेको छ। यो बेहिसाबले टालेको थियो यो यहाँ ल्याउनु न यहाँ गर्नु न खै अर्को ल्याउँदा सर टाल्ने प्रक्रिया कस्तो अरे कसरी राम्रो यो राम्रो भएको छैन सर यो बिना सिटीमा टाल्यो मात्रै जहिले पनि यहाँ ट्र्याक छ क्या हजुर ट्र्याक छ यहाँ चारतिर छ यहाँ हजुर हजुर अब यसको पोजिसन हरिजेन्टल राख्ने कि भर्टिकल राख्ने हजुर होइन त्यसमा चाहिँ अब तपाईँले जहिले पनि फलो गर्दाखेरि पाइप हामीले यसरी राखिन्छ भने हजुर यो फलो गरिराख्ने हो अनि यसमा भएको ट्र्याकलाई यसमा ठ्याक्क मिलायो भने के अरे लेभल लगाइराख्नु पर्ने जरुरी पर्दैन ए त्यस्तो भयो सर यो यहाँ ट्र्याक छ नि यहाँ पनि ट्र्याक भयो हजुर होइन यो ट्र्याकमा ठ्याक्क मिलायो अब यो पनि ट्र्याक ठ्याक्क मिलायो भने यसमा यो यसरी ल्याउनु पर्दाखेरि दुईवटा पाइपको त्यो दाहिने बायाँ घुमाइराख्नु पर्दैन यो ट्र्याकले हामीलाई मद्दत गर्छ यो ट्र्याक यो दुईवटाको ट्र्याक मिलाउने अनि एचडिपी पाइपको पनि काट्दाखेरि त्यो ट्र्याकलाई फलो गऱ्यो भने एकदम राम्रो के अरे काम सक्सेसफुली देखिन्छ यो पनि हेर्नु यहाँ अर्को दुईवटा टुक्रा छ छोटो छोटो अब यसको पनि योसँग मिलाउनु परेन सर हो यहाँ यसको पनि यहाँ ट्र्याकलाई नै खोज्नु यो ट्र्याकलाई नै खोज्नु पजल होइन यसले त्यस्तै भयो कि ल अब यसमा यो राखियो भने यहाँ ट्र्याकमा फलो गर्नु लु यो ट्र्याक फलो गर्नुहोस् अब भुइँमा राख्नु त ठ्याक्कै एउटा उचालिँदैन एउटा पल्टिँदैन त्यो अझै भयो नत्र नि ट्र्याक मिलेन भने के हुन्छ ए ट्र्याक मिलेन भने सर ट्र्याक मिलेन भने त्यहाँ ग्लु लगाइसकेको हुन्छ होइन ग्लु लगाइसकेको हुन्छ अनि यो कमेन्ट मिल्दैन फुटाउ काट्नै पर्छ फाल्नै पर्ने हुन्छ त्यो हुनाले ट्र्याक ठ्याक्कै मिलाएर ग्लु लगा